वेलकम छ साथीहरू। आजको मेरो नयाँ भिडियोमा आज म तपाईहरुलाई ड्राइभिङ लाइसेन्सको फर्म मोबाइलबाट कसरी भर्ने कुरो सिकाउँछु। त्यसको लागि सबभन्दा सुरुमा आफ्नो मोबाइलको गुगलमा जानु होला। गुगलमा गइसकेपछि अनलाइन ड्राइभिङ लाइसेन्स फर्म टाइप गरेर सर्च गर्नु होला। सर्च गर्नेबित्तिकै यस्तो किसिमको इन्टरफेस आउँछ जहाँ देख्न सक्नुहुन्छ अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टम भन्ने अप्सन आउँछ। त्यसमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस आउँछ जहाँ चाहिँ मोबाइल नम्बरको अप्सन आउँछ। त्यहाँ गएर आफ्नो मोबाइल नम्बर राख्नु होला र तल आएर यहाँ क्याप्स हाल्नु होला। PPM74 त्यहाँ लेखेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्नेबित्तिकै यहाँ तपाईको मोबाइलमा MPN नम्बर आएको होला। त्यो MPN नम्बरलाई चाहिँ यहाँ राख्नु होला। म चाहिँ आफ्नो MPN नम्बर यहाँ राखेर नेक्स्टमा क्लिक गर्छु। नेक्स्टमा क्लिक गर्नेबित्तिकै यस्तो किसिमको इन्टरफेस आउँछ जहाँ देख्न सक्नुहुन्छ तीनवटा अप्सन आएको छन्। यहाँ सुरुमा छ नो आई डोन्ट ह्याभ नेपालीज ड्राइभिङ लाइसेन्स। नाइ मसँग नेपाली ड्राइभिङ लाइसेन्स छैन। तपाईसँग नेपाली ड्राइभिङ लाइसेन्स छैन भने सुरुमा चुज गरेर नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्नेबित्तिकै यहाँ देख्न सक्नुहुन्छ कन्ट्री चुज गर्नुपर्ने हुन्छ। यहाँ नेपाललाई राखेर नेक्स्टमा गर्नु होला। नेक्स्ट गर्नेबित्तिकै यहाँ देख्न सक्नुहुन्छ यहाँ सिटिजनशिप डिटेल भनेको नागरिकताको डिटेल भर्नुपर्ने हुन्छ। यहाँ जसमध्ये एक नम्बरमा चाहिँ यहाँ फर्स्ट नेम इन इंग्लिश तपाईको नामको फर्स्ट नेम अगाडिको नाम चाहिँ इंग्लिशमा यहाँ राख्नुपर्ने हुन्छ र अर्को 2 नम्बरमा चाहिँ यहाँ मिडल नेम भन्ने चाहिँ यहाँ मिडल नम्बर जस्तै बहादुर छ भने प्रसाद छ भने त्यो मिडल नेम राख्नुपर्ने हुन्छ र 3 नम्बरमा छ लास्ट नेम राख्नुपर्ने हुन्छ। लास्ट नेम के छ त्यो राख्नुपर्ने हुन्छ। र यहाँ अर्को 4 नम्बरमा छ डेट अफ बर्थ भनेको तपाईको जन्म मिति विक्रम सम्बन्धमा राख्नुपर्ने हुन्छ। र अर्को नम्बर चाहिँ यहाँ सिटिजनशिप नम्बर तपाईको नागरिकता नम्बर राख्नुपर्ने हुन्छ यहाँ। र अर्को नम्बरमा चाहिँ यहाँ तपाईको नागरिकता जारी भएको जिल्ला अथवा प्रदेश छान्नुपर्ने हुन्छ। र अर्कोमा चाहिँ यहाँ तपाईको नागरिकता जारी भएको मिति चुज गर्नुपर्ने हुन्छ। तपाईको नागरिकता जारी भएको मिति यहाँ राख्नुपर्ने हुन्छ। र लास्टमा छ इमेल एड्रेस। इमेल एड्रेस चाहिँ राख्नुपर्ने हुन्छ। तपाईको इमेल एड्रेस राख्नुपर्ने हुन्छ। यति फुलफिल गरिसकेपछि यहाँ नेक्स्टमा क्लिक गर्नेबित्तिकै यति गरिसकेपछि नम्बर बी मा आउँछ एप्लिकेसन डिटेल एप्लिक्यान्ट डिटेल आवेदन गर्ने व्यक्तिको विवरण राख्नुपर्ने हुन्छ। जसमध्ये एक नम्बरमा छ नाम देवनागरिकमा राख्नुपर्ने हुन्छ। देवनागरिक भन्नाले नेपालीमा नाम यहाँ टाइप गर्नुपर्ने हुन्छ। र 2 नम्बरमा छ बिचको नाम चाहिँ देवनागरिकमा जस्तै बहादुर प्रसाद छ भने बिचको नाम यहाँ नेपालीमा राख्नुपर्ने हुन्छ। र अर्को चाहिँ यहाँ 3 नम्बरमा थर पनि नेपालीमा राख्नुपर्ने हुन्छ। त्यसै गरी अर्को जेन्डर तपाईको लिङ्ग पनि यहाँ राख्नुपर्ने हुन्छ। जेन्डर मेल फिमेल कुन हुन्छ त्यो चाहिँ यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि अर्को नम्बरमा चाहिँ यहाँ ब्लड ग्रुप तपाईको ब्लड ग्रुप के छ त्यो राख्नुपर्ने हुन्छ। र अर्को नम्बर छ आइडेन्टिटी मार्क अथवा तपाईको हुलिया तपाई कस्तो किसिमको देखिनुहुन्छ त्यो चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ अर्को नम्बरमा छ प्रोफेसन
पेसा, तपाईको पेसा के हो त्यो यहाँ राख्नुपर्ने हुन्छ। यदि केही छैन भने अन्यमा राख्न सक्नुहुन्छ। जस्तै यहाँ लेखेको छ डाक्टर, इन्जिनियर, मिलिट्री, पुलिस, प्रोफेसर, टिचर, स्टुडेन्ट्स। यदि केही छैन भने अदरमा पनि राख्न सक्नुहुन्छ। र यहाँ अर्को छ यहाँ एजुकेसन, तपाईँको शिक्षा कुन लेभलको छ, प्राइमेरी लेभलको छ कि सेकेन्डरी लेभलको छ, हायर सेकेन्डरी कि कुन डिग्री प्राप्त गर्नुभएको छ त्यो चाहिँ यहाँ शिक्षामा राख्नुपर्ने हुन्छ, चुज गर्नुपर्ने हुन्छ। अर्कोमा छ ट्रेनिङ इन्स्टिट्युट। यदि तपाईँले कुनै ट्रेनिङ इन्स्टिट्युटबाट ड्राइभिङ लाइसेन्सको लागि तालिम प्राप्त गर्नुभएको छ भने त्यसको इन्स्टिट्युटको नाम पनि राख्न सक्नुहुन्छ। यदि छैन भने नराख्दा नि केही फरक पर्दैन। त्यसपछि यहाँ आउँछ तल आएर सी नम्बरमा अभिभावकको विवरण। तपाईँले आफ्नो अभिभावकको विवरण राख्नुपर्ने हुन्छ, जसमा छ 1 नम्बरमा छ यहाँ सिलेक्ट रिलेसनसिप, नाता। तपाईँको नाता के छ त अब त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै यहाँ आएर फादर अथवा हस्बेन्ड छ भने फादर, हस्बेन्ड छ भने हस्बेन्डको चुज गर्न सक्नुहुन्छ, राख्नुपर्ने हुन्छ। जस्तै फादरको नाम के हो अथवा तपाईँले हस्बेन्ड चुज गर्नुभएको छ भने हस्बेन्डको नाम के हो त्यो चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। त्यति गरिसकेपछि अभिभावकको मिडल नेम, उहाँको मिडल नेम पनि राख्नुपर्ने हुन्छ। मिडल नेम छ भने राख्नु होला, छैन भने नराख्दा नि केही फरक पर्दैन। र अन्तिममा आउँछ लास्ट नेम, अभिभावकको लास्ट नेम राख्नुपर्ने हुन्छ। त्यति गरेपछि डी नम्बरमा आउँछ पर्मानेन्ट एड्रेस। तपाईँको नागरिकताको अनुसार स्थायी ठेगाना राख्नुपर्ने हुन्छ। तपाईँको नागरिकतामा कुन ठेगाना छ हो त्यही ठेगाना यहाँ राख्नुपर्ने हुन्छ। जसमध्ये 1 नम्बरमा चाहिँ यहाँ प्रदेश, तपाईँ कुन प्रदेशमा बस्नुहुन्छ। 2 नम्बरमा छ डिस्ट्रिक्ट्स, कुन जिल्लामा बस्नुहुन्छ त्यो जिल्ला। 4 नम्बरमा छ कुन गाउँ अथवा नगरपालिका, तपाईँको कुन गाउँपालिका अथवा नगरपालिका हो त्यसलाई चाहिँ छुट्याउनु पर्ने, चुज गर्नुपर्ने हुन्छ। र त्यसको वार्ड नम्बर कति हो त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। र त्यसैसँगै त्यसको गाउँ अथवा ठाउँको नाउँ के हो त्यो चुज गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि अर्को फेजमा आउँछ करेन्ट एड्रेस। तपाईँ अहिले हालसालै बस्दै आइरहेको एड्रेस चाहिँ हाल्नुपर्ने हुन्छ। जसमा 1 नम्बरमा छ त्यही हो प्रोभिडेन्स। यदि तपाईँ चाहिँ नागरिकतामा भएकै ठाउँमा बस्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ सेम एज पर्मानेन्ट एड्रेस गरिदिनु हो भने माथि राखेको सम्पूर्ण एड्रेसहरू तल आएर बस्छ। यति गरिसकेपछि अर्को नम्बर आउँछ आफ्नो नम्बरमा सिटिजनसिप सर्टिफिकेट, नागरिकताको प्रमाणपत्रहरू यहाँ राख्नुपर्ने हुन्छ। 1 नम्बरमा चाहिँ यहाँ अगाडिको भाग, यहाँ 2 नम्बरमा चाहिँ यहाँ पछाडिको भाग चाहिँ चुज गरेर राख्नुपर्ने हुन्छ। यति गरिसकेपछि नेक्स्टमा क्लिक गर्ने बित्तिकै अर्को स्टेपमा जान सक्नुहुन्छ। यति गरिसकेपछि यहाँ तपाईँको सम्पूर्ण विवरणहरू एक पृष्ठमा देखाउँछ। र देखाइसकेपछि तपाईँले एकचोटि फेरि राम्रोसँग डिटेल रूपमा चेक गर्न सक्नुहुन्छ। यहाँ टिक लाउनु पर्ने हुन्छ। टिक लगाएर नेक्स्टमा क्लिक गर्ने बित्तिकै तपाईँको इनिसियल फेज अथवा सुरुको फेज, तपाईँको आइडी बनाउने फेज चाहिँ पुरा हुन्छ। आइडी बनिसकेपछि अब तपाईँले यहाँबाट चाहिँ तपाईँले अब ड्राइभिङ लाइसेन्सको लागि चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईँले अब नयाँ लाइसेन्सको लागि आवेदन दिन सक्नुहुन्छ। त्यसको लागि यहाँ देखाएको एप्लाई फर न्यू लाइसेन्समा क्लिक गर्नुहोला। क्लिक गर्ने बित्तिकै यहाँ 2वटा अप्सन आउँछ, आई वान्ट टु डु हेल्थ चेकअप इन ट्रान्सपोर्ट म्यानेजमेन्ट अफिस र अर्को छ आई वान्ट टु डु हेल्थ चेकअप इन लिस्टेड डक्टर। म चाहिँ त्यही गएर आफ्नो मेडिकल गराउँछु अथवा चाहिँ 2 नम्बरमा छ म चाहिँ सम्बन्धित डक्टरसँग मेडिकल गराउँछु भन्ने कुरो छ। अन्य मान्छेहरू चाहिँ सुरुकैमै चुज गर्छन् र तपाईँले पनि सुरुकै चुज गर्नुहोला र यातायात कार्यालयमै गएर मेडिकल गराउनु होला।
यति गरिसकेपछि नेक्स्टमा क्लिक गर्नुहोला। नेक्स्ट क्लिक गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ यहाँ थुप्रै किसिमको सवारी साधनहरू देखाइएको छ। तपाईँले चाहिँ कुन सवारी साधनको लाइसेन्स निकाल्न खोजिराख्नु भएको छ हो त्यही सवारी साधनलाई चाहिँ सिलेक्ट गर्नु होला। मैले चाहिँ अहिले बाइकको लाइसेन्स निकाल्न खोजिरहेको छु। म बाइकमा सिलेक्ट गर्छु। सिलेक्ट गर्ने बित्तिकै तल आएर यहाँ देख्न सक्नुहुन्छ अफिस सिलेक्सन भनेको छ। कार्यालय चयन गर्नुहोस्। कार्यालयलाई सिलेक्ट गर्नुहोस्। तपाईँले कुन कार्यालयमा आवेदन दिन खोजिराख्नु भएको छ त्यो कार्यालय सिलेक्ट गर्नुहोला। कार्यालय चुज गरिसकेपछि कुन दिन कतिवटा सिट एभाइलेबल छ यहाँ तल देख्न सक्नुहुन्छ र त्यही अनुसार तपाईँले चाहिँ कुन दिन फुर्सद छ अथवा कुन दिन जान इच्छुक हुनुहुन्छ त्यो डेट सिलेक्ट गरेर तपाईँ आफ्नो बायोमेट्रिक दिन सक्नुहुन्छ। तल यति गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गर्ने बित्तिकै तपाईँको अनलाइन आवेदन दिने कार्य पुरा हुन्छ र यहाँ तल क्लिक गरेर तपाईँले भन्नुभएको एप्लिकेसन डाउनलोड गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ मेरो एप्लिकेसन डाउनलोड भइसकेको छ। म यसलाई खोलेर देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ यस्तो किसिमको तपाईँले भर्नुभएको अनलाइन ड्राइभिङ लाइसेन्सको फर्म यस्तो किसिमको निस्केर आउँछ। यति भइसकेपछि यसलाई प्रिन्ट गरेर तपाईँले भर्नुभएको यातायात कार्यालयमा गएर आफ्नो बायोमेट्रिक दिई लाइसेन्सको फर्म भर्न सक्नुहुन्छ।